हेलो गाइज हो हामी चाहिँ यहाँ जङ्गलमा के खाजाको व्यवस्था गरेका छौँ। हामीले चाहिँ है अनि यहाँ एउटा कागज पनि छ। अब तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो खाजा चाहिँ अब जङ्गलको यस्तै हुन्छ। यहाँ चाहिँ धुजा छ हाम्रो है, गाइजहरू हो। हामी चाहिँ यहाँ जङ्गलमा यो लेका यस्तो हुन्छ हो बाइनी, लेका यस्तो हुन्छ है। अनि त्यसपछि अब यो वाइ हो, यो चाउचाउ है। अनि यहाँ चाउचाउ पनि देख्छौँ हामीले। अब निकै मिठो बनाएर खान्छौँ हामी चाहिँ है, गाइज हो। अहिले यसो चाटबिन पनि गर्नुहोस् त, न त थाहा हुँदैन। नुन छ कि छैन थाहा हुँदैन। यो बनाउँदै आधी उधी त हामी सबै हाल्छौँ। अनि यो के हो, हामी सबै थोक हाल्छौँ। अनि हामीले प्याज खोर्सानी चाहिँ वहाँ घरैदेखि काटेर लिएर आएको छौँ, नुनहरू चाहिँ। अब यो चाहिँ हाम्रो प्याज र खोर्सानी हो, गाइज हो। देख्न सक्नुहुन्छ यहाँ हेर्नुहोस्, यहाँ हामीले सबै काटेर घरैबाट व्यवस्थित आउँछौँ हामी, त्यस्तो पो छौँ त। त्यस्तो छ गाइज हो। अनि हामीले चाहिँ त्यसो गर्छौँ। अब यहाँ छ हाम्रो यहाँ चटपटेको रङ, यहाँ देख्न सक्नुहुन्छ है, हाम्रो चटपटेको यो चाहिँ रङ हो। रहेको छ। अनि यो चाहिँ भन्नुहुन्छ भने हामीले उतैबाट लिएर आएको, यो चाहिँ नमक हो, नमक। ल्या यसरी हाम्रो यो पनि नुन हाल्ने स्टाइल हो, एउटा स्टाइल हो। सबै हाल्नु। हामी त तेल पनि यसरी पो ल्याउँछौँ त। यो शुद्ध तोरीको तेल, घैला छाप तोरीको तेल हो, घैला छाप। शुद्ध तोरीको तेल हो, घैला छाप। अब त्यसमा हामीलाई यहाँ अमिलोको डल्लो त अलिक खायो क्या। के को डल्लो थियो? डल्लो निकालेकै छैनस् यहाँ। त्यो डल्लो अहिले हामी छुट्टै गर्छौँ एकछिनमा। अहिलेलाई सुन्तला ल्याएको थिइस्? उतै छोपिरहेको छ मसलाले। शुद्ध तोरीको तेल हो, घैला छाप। यो चाहिँ वाइवाईको एकदम मिठो मसला हो। एकदमै यो मसला लगाएपछि चाहिँ टेस्टी पिज्जा हुन्छ। हामी यस्तो निखुर अर्ग्यानिक गाउँको चटपटे बनाउँछौँ फेरि हो। कृपया तपाईँहरू चटपटे खान मन लाग्छ भने कृपया म एकदम टेस्टी बनाउँछु, मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो नाम चाहिँ लालसिङ चड्डी हो। लालसिङ चड्डी। लालसिङ चड्डी सर्च गर्नुपर्ने। लालसिङ चड्डीको वाट्सएप नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो एकदम मिठो खालको अमिलो।
पर्दैन मलाई त। यसो टेस्ट पनि गर्नुपर्छ। चटपटे भन्ने कुरा त खाँदै गर्नुपर्छ। यो धेरै चटपटे चाहिँ हामी यसरी गोल्ने तरिका चटपटे भन्दा पनि यो हाम्रो झालमुरी हो। आयो हजुर झालमुरी आयो, लालसिङ चड्डीको झालमुरी हजुर, लालसिङ चड्डीको झालमुरी। आयो हजुर आयो 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 आयो, लालसिङको चटपटे आयो हजुर, लालसिङको चटपटे हजुर, लालसिङको हजुर, लालसिङको। यहाँ हेर्नुहोस्, यहाँ हेर्नु, चटपटे त हामी त यसरी पो बनाउन सक्यो। झालमुरी चाहिँ अब यहाँ झोलाको बनाउनु पर्ने थियो। अनि नुन लाग्यो कि लागेन अलिकति चाख्नुपर्छ। अलिकति नमक पुगेको छैन। ल हाम्रो झालमुरी रेडी भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ अलिकति हाम्रो शुद्ध तोरीको तेल घैला छाप उब्रेछ। यसलाई पनि हामी यसरी लगाइदिन्छौँ। मेमेलले मार्छ नि हो, मेमेलले। 8 मिनटको चाहिँ बनाउँ भने अनि गाइज हो, हाम्रो खाजा यति मात्र कहाँ हो र, यहाँ देख्न सक्नुहुन्छ गाइज हो। यो चाहिँ मेरो कप हो, यो अघि नै आएर खाएको। यो चाहिँ हाम्रो क्यामेराम्यानको क्यामेराम्यान हुनुहुन्छ उताबाट, पलमान चड्डी हुनुहुन्छ क्या। पलमान चड्डीको हो यो चाहिँ। एकदम शुद्ध माथि गाईको दुध लाएको चाहिँ नि, दुधको चौरीको दुधको देख्न सक्नुहुन्छ। निकै राम्रो। गुड मर्निङ। ल ए पोखिन्छ है। त्यस्तो हुन्छ। यो चौरीको एकदम घरमै पालेको चौरीको गाईको दुध हो। बिहान उठेर दुन्छौँ हामी, बिहानै उठेर गाई दुहेर अनि यसरी चिया खान्छौँ। निकै मिठो छ। अब यहाँ हाम्रो झालमुरी पनि देख्न सक्नुहुन्छ। यो कसरी खानुपर्छ भन्ने कुरा पनि तपाईँलाई म सिकाउँछु। यसो गरेर चाहिँ तपाईँहरू पनि झालमुरी खान चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। धन्यवाद।